स्वागत छ। आज हामी नेपाल लाइफ इन्सुरेन्सको एउटा चर्चित योजना जीवन ज्योति यसमा अलिकति गहिरिएर हेर्दैछौँ। हजुर। हाम्रो लक्ष्य चाहिँ के हो भने यसका विशेषता फाइदाहरू त छँदैछन्, तर यो कसरी काम गर्छ अनि कसका लागि यो बढी सान्दर्भिक होला भन्ने कुरा बुझ्ने हो। ल सुरु गरौँ है त। हुन्छ, सुरु गरौँ। यसलाई नाफा सहितको सीमित भुक्तानी सावधिक जीवन बिमा भनिएको छ। हजुर। यो सीमित भुक्तानी, यसको खास मतलब के हो? अलिकति खुलाइदिनुस् न। यो महत्त्वपूर्ण कुरा हो। सीमित भुक्तानी भनेको चाहिँ कस्तो भने बिमा अवधि जति लामो भए पनि, मानौ 30 वर्षको योजना लिनुभयो, तर प्रिमियम चाहिँ त्योभन्दा छोटो समय जस्तै 10-15 वर्ष मात्रै तिरे पुग्छ। ए हो र, भनेपछि पुरै 30 वर्ष तिरिरहनु परेन? परेन। त्यो निश्चित अवधि तिरेपछि बाँकी अवधिसम्म प्रिमियम तिर्नु पर्दैन, तर सुरक्षा चाहिँ पुरै अवधिसम्म रहिरहन्छ। अनि अवधि सकिएपछि? अवधि सकिएपछि मतलब म्याच्युरिटीमा बिमाका रकम र जम्मा भएको बोनस त्यो पनि एकमुष्ट पाइन्छ। भनेपछि प्रिमियम तिर्ने भार चाँडै सकिने भयो, तर सुरक्षा पुरै। यो त राम्रो सुविधा रहेछ। यो विशेष गरी कस्ता व्यक्तिहरूलाई ध्यानमा राखेर ल्याइएको होला? यो कस्तो भने जसको आम्दानी निश्चित समयसम्म राम्रो हुन्छ तर पछि घट्न सक्छ भन्ने अनुमान छ, उहाँहरूलाई यो ठिक हुन सक्छ। जस्तै कोही निश्चित वर्ष काम गरेर रिटायर हुने योजनामा हुनुहुन्छ भने चाँडै नै प्रिमियमको दायित्वबाट मुक्त हुन चाहनेलाई पनि यो आकर्षक हुन्छ। तर एउटा कुरा के बुझ्नुपर्छ भने प्रिमियम छोटो अवधिमा तिर्नु पर्दा वार्षिक किस्ता चाहिँ अलि बढी हुन सक्छ लामो अवधिसम्म तिर्ने योजनाको तुलनामा। हो, त्यो त स्वाभाविकै भयो। लागत र लाभको हिसाब चाहिँ गर्नु पर्यो। त्यो त विचार गर्नै पर्छ। स्पष्ट भयो। अब कुकुले लिन सक्छन् त यो योजना? प्रवेश उमेर 18 देखि 65 वर्ष रहेछ। हजुर, 18 देखि 65 वर्ष। अनि बिमा परिपक्व हुने उमेर चाहिँ अधिकतम 70 वर्ष। यो उमेर सीमाले केही सङ्केत गर्छ? 18 देखि 65ले त अब काम गर्ने उमेर समूहको ठूलो हिस्सा नै समेट्यो, तर 70 वर्षमा परिपक्व हुनुको मतलब चाहिँ अलि धेरै लामो अवधिको सुरक्षा, मानौ 80-90 वर्षसम्मको चाहनेलाई वा अलि ढिलो उमेरमा बिमा सुरु गर्नेलाई चाहिँ यो सीमाले अलिकति रोक्न सक्छ। हो, 70 पछि कभरेज नहुने भयो। बिमा अवधि चाहिँ 5 देखि 30 वर्षसम्म छनौट गर्न पाइन्छ। न्यूनतम बिमाङ्क 5,000 रुपियाँ मात्रै, अनि अधिकतम चाहिँ आम्दानी अनुसार हुने हो। न्यूनतम 5,000 छ, अधिकतम चाहिँ आम्दानीको स्रोत हेरेर निर्धारण हुन्छ। प्रिमियम तिर्ने तरिका पनि वार्षिक, अर्धवार्षिक वा त्रैमासिक, जुन सजिलो लाग्छ त्यही गर्न मिल्छ। यसको आधारभूत फाइदा त त्यही भयो, अवधि सकिएपछि बिमाङ्क र जम्मा भएको बोनस एकमुष्ट पाउनु हो। त्यो त यसको मुख्य आकर्षण नै हो, बचत र जीवन सुरक्षाको एउटा राम्रो संयोजन। तर कुरा यति मात्रै छैन। अरू के छ? यसमा थप सुरक्षा पनि जोड्न मिल्छ, जसलाई राइडर बेनिफिट्स भनिन्छ। थप शुल्क तिरेर लिनुपर्छ है, यी ऐच्छिक हुन्। राइडरहरू कस्ता कस्ता छन् त? पहिलो छ दुर्घटना मृत्यु लाभ, मतलब एडीबी। एक्सिडेन्टल डेथ बेनिफिट। हजुर, यदि दुर्घटनाका कारण बिमितको मृत्यु भयो भने आधार बिमाङ्क बराबर वा अधिकतम 1 करोड रुपियाँसम्म जुन कम हुन्छ त्यो थप रकम परिवारले पाउँछ। यो त एकदम स्पष्ट छ। दुर्घटनाबाट अतिरिक्त सुरक्षा हो, आकस्मिक जोखिमको लागि। अनि अर्को प्याकेज पनि रहेछ जसमा एडीबी सँगै दुर्घटनाजन्य पूर्णस्थायी अशक्तता टीपीडी र प्रिमियम छुट लाभ पीडब्ल्यूबी पनि छन्। यो अलि विस्तृत प्याकेज भयो। यसमा दुर्घटनाबाट मृत्यु हुँदा त एडीबी अनुसार पाइहाल्यो। यदि दुर्घटनाले गर्दा पूर्ण र स्थायी रूपमा अशक्त भयो भने त्यो राइडरको बिमाङ्क रकम चाहिँ 120 वटा समान मासिक किस्तामा भुक्तानी हुन्छ। एकमुष्ट होइन, किस्तामा हो। 120 महिनासम्म, मतलब 10 वर्षसम्म। अनि अर्को महत्त्वपूर्ण कुरा, भविष्यमा तिर्नुपर्ने सबै प्रिमियमहरू पनि मिनाहा हुन्छन् त्यो पीडब्ल्यूबीले गर्दा। प्रिमियम तिर्नु नपर्ने? त्यो त ठूलो राहत भयो नि अशक्त अवस्थामा। एकदम। आय पनि नहुने, त्यसमाथि प्रिमियमको भार, यसले त्यो हटाउँछ। यसको पनि अधिकतम सीमा त्यही हो, बिमाङ्क बराबर वा 1 करोड रुपियाँ, जुन कम हुन्छ। त्यो किस्तामा दिनुको कारण चाहिँ के होला? नियमित आय जस्तो होस् भनेर हो? सम्भवतः त्यही होला। अशक्तता लामो समयसम्म रहन सक्छ, त्यसैले नियमित आय जस्तो भए अलि सजिलो हुन्छ कि भन्ने सोच होला। अब तेस्रो महत्त्वपूर्ण राइडर, घातक रोग लाभ, क्रिटिकल इलनेस बेनिफिट। यो त झन् आजकल धेरै आवश्यक जस्तो लाग्छ। एकदमै सान्दर्भिक छ यो।
बीमा अवधिभित्र गम्भीर रोगहरूमध्ये कुनै लागेको निदान भयो भने आधार बीमाङ्क बराबर वा अधिकतम 50 लाख रुपैयाँसम्म फेरि यहाँ पनि जुन कम हुन्छ त्यही एकमुष्ट रकम भुक्तानी हुन्छ। यसमा चाहिँ एकमुष्ट हो, यसमा चाहिँ एकमुष्ट। यसका पनि आफ्नै शर्तहरू छन्, जस्तै प्रवेश उमेर 18 देखि 65 नै हो, परिपक्वता 70 वर्ष, न्यूनतम कभरेज 50,000, अधिकतम 50 लाख, अनि बीमा अवधि चाहिँ 5 देखि 20 वर्षसम्म हुनुपर्छ यो राइडरका लागि। उपचार खर्च कति महँगो छ आजकल? यो सुविधाले त निकै ठूलो आर्थिक आडभरोसा दिन्छ होला है? हो नि, गम्भीर रोग लाग्दा उपचार खर्च मात्र होइन, अरू कति व्यवधान आउँछ। यस्तो बेला यो रकमले धेरै मद्दत गर्छ। भनेपछि मोटामोटी रूपमा जीवन ज्योति आफैमा बचत र सुरक्षाको आधार भयो। हजुर। अनि यी राइडरहरूले चाहिँ दुर्घटना वा गम्भीर रोग जस्ता खास जोखिमका लागि अतिरिक्त सुरक्षा दिने भए तर त्यो लिनै पर्छ भन्ने छैन, ऐच्छिक भयो। हो, बिल्कुल अतिरिक्त शुल्क तिरेर लिने हो। निष्कर्षमा भन्नुपर्दा कुनै पनि बीमा योजना लिनुअघि आफ्नो व्यक्तिगत आवश्यकता के हो, जोखिम कति लिन सकिन्छ, आर्थिक अवस्था कस्तो छ, भविष्यका लक्ष्य के हुन्, यी सबैसँग त्यो योजना कतिको मिल्छ भनेर राम्ररी विश्लेषण गर्नु एकदमै जरुरी छ। जीवन ज्योति नै छान्ने हो भने पनि त्यो सीमित भुक्तानी अवधिको फाइदा र लागत कस्तो छ, आफूलाई कुन कुन राइडर साँच्चै आवश्यक छन् र तिनको लागि थप कति शुल्क तिर्नुपर्छ भन्ने कुराको वस्तुनिष्ठ मूल्याङ्कन गर्नुपर्छ। हल्लाको भरमा वा अरूले लियो भनेर मात्रै लिनु हुँदैन। एकदम सही कुरा। ल, अब श्रोताहरूका लागि एउटा प्रश्न छोडेर जाउँ न त। हुन्छ। जीवन बिमा रोज्दा आफ्नो प्राथमिकता के हुनुपर्छ होला? अधिकतम बचत नै मुख्य कुरा हो कि सकेसम्म धेरै किसिमका जोखिमहरू समेट्ने खालको फराकिलो सुरक्षा खोज्ने, वा आफूलाई अलि बढी सम्भावना लाग्ने कुनै खास जोखिम जस्तो घातक रोग वा दुर्घटना विरुद्ध चाहिँ अलि बलियो सुरक्षा बनाउने? सोच्नु होला। हजुर, यो महत्त्वपूर्ण प्रश्न हो। नेपाललाई, किनकि जीवन अमूल्य छ।